ल योभन्दा पहिला चाहिँ हामीले कस्ट एन्ड टेन्डर सिटको फर्मेटहरु सिकेको छौं भने आज क्लासमा चाहिँ हामीले यो कस्ट एन्ड टेन्डर सिटबाट एक्जाममा सोधेको क्वेशनलाई सल्भ गर्नेछौं है। अब यो कस्ट एन्ड टेन्डर सिट पनि हाम्रो दुई किसिमको क्वेशन सोध्छ के एउटा सिम्पल सोध्छ। सिम्पल कस्तो भन्दाखेरि सबै पैसा पैसामा दिन्छ अनि त्यसलाई सार्ने भ्याइयो, तर एउटा हामीलाई युनिटमा पनि दिन सक्छ है त। यो दुईटै किसिमको क्वेशन मैले आजै गर्दिन्छु है त, यही भिडियोमा गर्दिन्छु मैले। एउटा सब हामीले पैसा पैसामा दिन्छ अनि बनाऊ भन्छ कस्ट एन्ड टेन्डर सिट, अनि कुनै हामीलाई यहाँ पैसामा नदिएर समटाइम्स हामीलाई युनिटमा दिन सक्छ के छ। यहाँ त यो 30 नम्बरमा हामीले भनेको छ 5000 युनिट, फेरि भन्छ 2000 युनिट हैन। एउटा हाम्रो सिम्पल क्वेशन आउँछ पैसा पैसावाला अनि एउटा आउँछ हाम्रो युनिटवाला। कसरी गर्ने बताउँछ है त म। सो सुरुमा हामीलाई यो सिम्पल क्वेशन हेर्दिम त। 2081 सेट बी र सी मा सोधेको क्वेशन नम्बर 22 मा है। हामीलाई दुईटा इन्फर्मेसन दिन्छ यहाँ, एउटा डाइरेक्ट मटेरियल, डाइरेक्ट वेजेस, फ्याक्ट्री ओभरहेड, अफिस ओभरहेड यदि दिएको छैन। यो धेरै कुरा दिएको छ नि। यो भनेको हामीलाई कस्ट सिट बनाउनको लागि दिएको हो। टेन्डर सिटको लागि दुईटा कुरा मात्र दिन्छ, त्यो हो हाम्रो डाइरेक्ट मटेरियल, डाइरेक्ट वेजेस। यदि दियो भने यो दुईटा कुरा मात्र दिन्छ, नत्र यो पनि दिदैन। मिन्स सबै कुरा दिएको छ भने यो लगभग कस्ट सिटको लागि हो, अर्को चाहिँ टेन्डर सिटको लागि हो। ठीक छ, कस्ट सिट टेन्डर सिट। अनि एउटा पर्सेन्ट पनि हुन्छ नि निकाल्नु पर्ने बिचमा, त्यो पर्सेन्टको लागि हाम्रो तल दिएको इन्फर्मेसन छ हेर्नु त। फ्याक्ट्रीलाई डाइरेक्ट वेजेसमा क्याल्कुलेट गर्ने, अफिसलाई फ्याक्ट्रीको कस्टको आधारमा क्याल्कुलेट गर्ने। अब सेलिङ दिएको छैन छोड्दिने कुरा होइन यो हैन। अनि प्रोफिट 20% अन सेल्स भन्छ। अनि लास्टमा रिक्वायर्ड कस्ट सिट टेन्डर सिट। ल गरौँ है त कसरी गर्ने यहाँ हेर्नुस्। कस्ट सिट लेख्ने, फर्स्ट स्टेप कस्ट सिट गराउने हो हैन। सिम्पल कस्ट सिट हुन्छ, त्यही भएर पार्टिकुलर अमाउन्ट मात्र लेखे पुग्छ। यहाँ लेख्ने पार्टिकुलर अनि यहाँ अमाउन्ट सुरु गर्ने हो डाइरेक्ट मटेरियलबाट है। किन यो सबै हाम्रो इन्फर्मेसन दिएको छ, यो हाम्रो कस्ट सिटको लागि दिएको हो। ल दिएको छ हाम्रो सुरुमा डाइरेक्ट मटेरियल, मैले सर्टकट गर्दिएँ है। डाइरेक्ट मटेरियल दिएको छ कति 1,80,000। अनि डाइरेक्ट वेजेस दिएको छ, लेखिदिने क्या सबै कुरा। एड डाइरेक्ट वेजेस 1,20,000 यति गरेपछि हाम्रो प्राइम कस्ट आउँछ 1 लाख 2 लाख 3 लाख रुपैयाँ हैन। 3 लाख आउँछ हाम्रो प्राइम कस्ट। यसमा अब ओभरहेड जोड्ने। पहिलो ओभरहेड हाम्रो फ्याक्ट्री ओभरहेड हैन। फ्याक्ट्री ओभरहेड हामीलाई यहाँ दिएको छ हेर्नुस् त 60,000 रुपैयाँ लेखिदिने 60,000। यति गरेपछि हाम्रो आउँछ 3,60,000। यसलाई भनिन्छ हामीले अब फ्याक्ट्री कस्ट। यसमा अब अर्को ओभरहेड जोड्ने हाम्रो अफिस ओभरहेड, सेलिङ ओभरहेड, के अरे अफिस एन्ड एडमिनिस्ट्रेटिभ भन्छ यहाँ हेर्नुस् त। अफिस भनेको छ, सो अफिस लेखिदिने। अफिस ओभरहेड कहिलेको छ हामीलाई 36,000 लेख्ने। 36,000 यति गरेपछि 3,60,000, 3,90,000, 3,96,000 आयो नि। 3,96,000 यो भयो हाम्रो कस्ट अफ प्रोडक्सन हैन। यसमा अब हामीले जोड्नुपर्छ लास्ट ओभरहेड हाम्रो सेलिङ ओभरहेड। क्वेशनमा दिएको छ, ए दिएको छैन हैन। दिएको छैन भने यतिकै सार्दिनु न त। सेलिङ ओभरहेड नदिए पनि सार्दिने के। सेलिङ ओभरहेड छैन नील। यति गरेपछि आउँछ हाम्रो टोटल कस्ट 3,96,000। यसमा जोड्न पर्यो हामीले अब एड प्रोफिट। प्रोफिट जोड्दिने। प्रोफिट हामीलाई 20% भनेको थियो नि सेल्समा। सो फर्मुला के अरे टोटल कस्ट इन्टु रेट भनेको 20/100 - 20 गर्ने हैन। 20/100 - 20, 20/100 - 20 भनेको 80। यति भयो इन्टु 3,96,000। यति गरेपछि आउँछ हाम्रो 99,000। अनि दुईटा जोड्दिने अनि आउँछ हाम्रो लास्टमा यस सेल्स 99,000 प्लस 3,96,000। यति गरेपछि आउँछ हाम्रो 4,95,000। सकियो हाम्रो कस्ट सिट। फर्स्ट स्टेप हाम्रो यति मात्र थियो। अब सेकेन्ड स्टेपमा हामीले पर्सेन्टहरु निकाल्नु पर्छ है। पर्सेन्टहरुको क्याल्कुलेसन गर्नुपर्छ है। त्यसलाई भन्छौं हामीले क्याल्कुलेसन अफ पर्सेन्टेज अफ ओभरहेड है। ओभरहेडहरुको पर्सेन्ट निकाल्नु पर्ने हुन्छ है। ओभरहेड हामीसँग कतिवटा हुन्छ, एउटा फ्याक्ट्रीको छ, एउटा अफिसको छ। सेलिङ छैन छोड्दिने। ल पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड। अर्को हुन्छ हाम्रो सेकेन्डमा पर्सेन्टेज अफ अफिस ओभरहेड। फर्मुला कसरी सिक्ने हेर्नु त। फ्याक्ट्री ओभरहेड भनेपछि माथि फ्याक्ट्री ओभरहेड लेख्ने है। तल हामीलाई क्वेशनले भनेको थियो नि फ्याक्ट्री ओभरहेडलाई हामीले क्याल्कुलेट गरेको छौं डाइरेक्ट वेजेसमा। सो हामीले तल लेख्न पर्यो डाइरेक्ट वेजेस।
है। अब पर्सेन्टमा निकाल्नको लागि इन्टु 100 गर्ने। ल फ्याक्ट्री ओभरहेड हेर्नुहोस् त 60,000 दिएको छ। डाइरेक्ट वेजेस 1,20,000 दिएको छ, इन्टु 100 गर्नुहोस्। यति गरेपछि आउँछ हाम्रो 50%। 50% अफ डाइरेक्ट वेजेस आयो हैन। अर्को भन्छ पर्सेन्ट अफ अफिस ओभरहेड। अफिस ओभरहेड भनेपछि माथि लेख्नु पर्यो हामीले अफिस ओभरहेड डिभाइड बाई जहिले पनि हाम्रो यो अफिस ओभरहेड हाम्रो फ्याक्ट्री कस्टकै बेसमा दिन्छ, सो यसलाई हामीले लेख्न पर्यो तल फ्याक्ट्री कस्ट। पर्सेन्टमा निकाल्नको लागि इन्टु 100 गर्ने। ल अफिस ओभरहेड 36,000, फ्याक्ट्री कस्ट 3,60,000 इन्टु 100। यति गरेपछि आउँछ हाम्रो 10%। 10% अफ फ्याक्ट्री कस्ट। सुन्नुहोस् है, अब यो पर्सेन्ट निकालिसकेपछि अब हामीलाई यसको केही पनि काम हुँदैन, बुझ्नुभयो नि। यो पर्सेन्ट निकालिसकेपछि यसलाई हेर्नै नै होइन, अब छोडिदिने। अब यसको बेसमा हामीले अब टेन्डर सिटहरू बनाउने गर्छौँ। ल थर्ड नम्बरमा अब टेन्डर सिट बनाऊँ त। टेन्डर सिटमा पनि अरू केही नयाँ कुरा हुने होइन हाम्रो, त्यही हामीले जुन उता कस्ट सिटमा बनायौँ नि त्यही कुराहरू यहाँ सार्ने हो कि। यहाँ पनि पार्टिकुलर अमाउन्ट, त्यहाँ हामीले डाइरेक्ट मेटेरियल सार्यौँ होइन, यहाँ पनि डाइरेक्ट मेटेरियल सार्ने, त्यहाँ डाइरेक्ट वेजेस सार्यौँ, यहाँ पनि डाइरेक्ट वेजेस सार्ने हैन। यति गरेपछि के आउँथ्यो हाम्रो प्राइम कस्ट आउँथ्यो। यसमा के जोड्ने रे हामीले फ्याक्ट्री ओभरहेड जोड्ने हैन। यति गरेपछि हाम्रो फ्याक्ट्री कस्ट आउँथ्यो हैन। यही कुरा गर्ने हो कि यसमा पनि। ल अब कसरी गर्ने बताउँछु है राम्रोसँग। ल टेन्डर सिट अहिले ठुलो गराउने है, यसलाई ठुलो गराउन अलिकति यसलाई पार्टिकुलर अमाउन्ट स्टार्ट गर्ने डाइरेक्ट मेटेरियलबाट। डाइरेक्ट मेटेरियल हामीलाई यो सिम्पल क्वेसन दिएको थियो, सबै कुरा दिएको छ हैन। यसमा डाइरेक्ट वेजेस हामीलाई क्वेसनमा दिएको छ। डाइरेक्ट मेटेरियल 40,000, डाइरेक्ट वेजेस 30,000 है। 40,000 30,000 यति गरेपछि आयो हाम्रो 70,000। यसलाई भन्छौँ हामीले प्राइम कस्ट, ठिक। यसपछि अब जोड्न पर्यो हामीले एड ओभरहेडहरू। सुरुमा हुन्छ हामीसँग फ्याक्ट्री ओभरहेड। अब फ्याक्ट्री ओभरहेडहरू हामीलाई त डाइरेक्ट मेटेरियल डाइरेक्ट वेजेस मात्र दिएको थियो नि त, अब अरू कुरा दिएको छैन। अरू कुरा निकाल्नको लागि हामीले अगाडि यहाँ के गरेको छौँ, पर्सेन्ट निकालेको छौँ नि त। यही पर्सेन्ट हेरेर गर्ने। अब फ्याक्ट्री ओभरहेड 50% छ डाइरेक्ट वेजेसको है। फ्याक्ट्री ओभरहेड 50% छ अरे। 50% भनेको 50/100 के को छ डाइरेक्ट वेजेसको। अब यो डाइरेक्ट वेजेस हेर्ने। अब 30,000 अगाडिकोलाई हेर्न भएन नि त, मैले काट्दै थिएँ नि अघि नि, त्यसलाई हेर्न भएन। ल 50% अफ 30,000 गरेपछि हाम्रो आउँछ यहाँ 15,000, 70,000, 80,000, 85,000 हैन। जोड्ने 85,000 लेख्ने। यसलाई भन्छौँ हामीले अब फ्याक्ट्री कस्ट, ठिक छ। यसपछि अब हाम्रो अर्को ओभरहेड हुन्छ एड अफिस ओभरहेड। अफिस ओभरहेड हामीलाई 10% दिएको थियो कि नै, सो 10% भनेको 10/100 गर्ने इन्टु फ्याक्ट्री कस्ट। फ्याक्ट्री कस्ट हाम्रो यो कि नै 85,000, सो यसको 85,000 लेख्ने। यति गरेपछि आउँछ हाम्रो 8500 जोडेर तल लेख्ने 85,000 प्लस 8,500 गर्दाखेरि आउँछ हाम्रो 93,500। यसलाई भन्छौँ हामीले अब कस्ट अफ प्रोडक्सन हैन। अब लास्टको सेलिङ दिएको थिएन, त्यही सार्दिए मात्र भइहाल्यो। सेलिङ ओभरहेड 0 थियो, निल गरिदिने, अनि 93,500 नै यहाँ भयो। यसलाई भन्छौँ हामीले टोटल कस्ट। टोटल कस्टमा हामीले जोड्न पर्यो प्रॉफिट। प्रॉफिट हाम्रो कति थियो रे क्वेसनमा अघि नै 20% थियो कि नै। सो फर्मुला के रे टोटल कस्ट इन्टु रेट अपन 100 माइनस रेट। यति गरेपछि आउँछ 20 भनेको माथि 20 डिभाइड बाई 100 माइनस 20 भनेको 80 इन्टु 20 डिभाइड बाई 80 इन्टु 93,500 गरेपछि आउँछ हाम्रो 23,375। ल दुईटा जोड दिउँ प्लस 93,500 गरेपछि आउँछ हाम्रो 1,16,875। यो भयो हाम्रो लास्टको अब टेन्डर प्राइस। यसरी हामीले सिम्पल क्वेसनहरू सल्भ गर्न सक्छौँ है। सही पैसामा दिएको हुन्छ, जुन धेरै इन्फर्मेसन दिएको छ त्यो हाम्रो कस्ट सिटको हो।
कस्ट सिट गराइसकेपछि पर्सेन्ट निकाल्न पर्यो हैन। टेन्डर सिटको लागि हामीलाई क्वेसनमा अलिकति दिएको हुन्छ डाइरेक्ट मेटेरियल डाइरेक्ट वेजेस दिएको छ भने यदि त्यसपछि अरू कुराहरू हामीले पर्सेन्टको आधारमा गर्ने हो। ल सकियो है त, यो भयो हाम्रो सिम्पल क्वेसन। त्यसपछि चाहिँ हाम्रो यो अब यो त आफै गरिहाल्नु होला 28 29। अब म गर्छु 30 नम्बर, यो युनिटवाला क्वेसन हो। यति गरेपछि हाम्रो कस्ट एन्ड टेन्डर सिट पनि सकिन्छ। ल अब चाहिँ हामीले क्वेसन नम्बर 30 हेर त चाहिँ हामीलाई यो युनिटमा क्वेसन दिएको छ है। गाह्रो के होइन, युनिट दिएको छ अरू केही होइन। ल के भन्छ, अ प्रोडक्सन कम्पनी सोड द फलोइङ डिटेल्स अफ इट्स प्रोडक्सन अफ कस्ट पर 5000 युनिट्स। 5000 सामान बनाएको छ अरे, त्यसको खर्चहरू दिएको छ। मेटेरियल लायो, वेजेस लायो, फ्याक्ट्री लायो, अफिस लायो, खर्च दिएको छ, सबै खर्च दिएको छ। यो भनेको कस्ट सिट बनाउनलाई दिएको हो। अब टेन्डर सिटको लागि पनि के दिएको होला। द कम्पनी वान्ट्स टु एस्टिमेट द टोटल कस्ट एन्ड टेन्डर प्राइस फर 2000 युनिट्स। पहिला 5000 सामान बनाएको थियो, त्यसको खर्च दिएको छ। अब हामीले 2000 सामान बनाउने हो, त्यसको खर्चको लागि के भन्छ हेरौँ है। रेट अफ र मेटेरियल विल बी इन्क्रिज बाई 10%। मेटेरियलको भाउ 10%ले बढ्छ अरे। मिन्स पहिला जति रुपियाँ मेटेरियल पाइन्थ्यो नि त्यसको 10% बढाएर रेट हामीले लेख्न पर्यो कि। पहिला 20 रुपियाँ पाइन्थ्यो भने अहिले 10% 2 रुपियाँ बढाएर 22 रुपियाँमा बेच्न पर्यो भन्न खोज्या हो। अरू के भन्छ, वेजेस विल बी इन्क्रिज बाई 20%। पहिला जुन वेजेसको रेट थियो नि त्यो वेजेसको रेटमा 20% बढ्यो, अरू केही नै होइन। अरू के भन्छ, फ्याक्ट्री ओभरहेड, डाइरेक्ट वेजेस, अफिस ओभरहेड, फ्याक्ट्री कस्ट, कस्ट एन्ड टेन्डर सिट बनाउनु भन्नु केही छैन। ल पहिला हामीलाई कस्ट सिटको लागि सबै इन्फर्मेसन दिएको छ कि नै, यसलाई मैले सार दिने है त। मैले त म सार दिएको छु। डाइरेक्ट मेटेरियल 1,50,000 दिएको थियो, मैले सार दिएँ हैन। डाइरेक्ट वेजेस 2 लाख दिएको थियो, जोडेपछि 2,50,000 आयो कि नै। हाम्रो यो के भयो, यसै 1,50,000 2 लाख गरेपछि 3,50,000 हाम्रो प्राइम कस्ट भयो। यसमा हामीलाई फ्याक्ट्री ओभरहेड दिएकै छ 4 लाख रुपियाँ, यसै 50,000 रुपियाँ। यति गरेपछि फ्याक्ट्री कस्ट 4 लाख आयो। अफिस ओभरहेड दिएको थियो 40,000 रुपियाँ, यति गरेपछि कस्ट अफ प्रोडक्सन आइहाल्यो हैन। सेलिङ ओभरहेड थिएन, नभए पनि यतिकै मैले निल गरेर लेखिदिएको छु। यति गरेपछि टोटल कस्ट आयो हैन 4,40,000। यसमा अब हामीलाई प्रोफिट दिएको छ 25% अन, हेर है। हामीलाई यसमा प्रोफिट दिएको छ कति त 25% अन सेल्स। 25% अन सेल्स भनेको त्यही अब सेल्सको बेसमा छ भने टोटल कस्ट इन्टु रेट अपन 100 माइनस रेट हो। 25 डिभाइड बाई 100 माइनस 25 भनेको 25 डिभाइड बाई 75 गर्न पाइयो यसलाई हैन। इन्टु 4,40,000। यति गरेपछि हाम्रो आउँछ 146666.67 प्लस 4,40,000 गरिदिने। यति गरेपछि आउँछ हाम्रो 586666.67। यो भयो हाम्रो कस्ट सिट। अब टेन्डर सिटको लागि हेरौँ है, यो भयो कस्ट सिट। यति गराइसकेपछि हामीले पर्सेन्ट निकाल्नुपर्छ हो। पर्सेन्टको लागि हामीलाई फ्याक्ट्री ओभरहेड छ, अफिस ओभरहेड छ, सेलिङ छैन। फ्याक्ट्री ओभरहेड निकाल्नको लागि फ्याक्ट्री ओभरहेड भन्छ भने माथि फ्याक्ट्री ओभरहेड लेख्ने, अफिस ओभरहेड भने माथि अफिस ओभरहेड लेख्ने। तर हामीलाई क्वेसनमा डाइरेक्ट वेजको बेसमा क्यालकुलेट गर भनेको थियो, अनि हामीलाई फ्याक्ट्री कस्टको बेसमा क्यालकुलेट गर्न भनेको थियो नि त। ल त्यही भएर है फ्याक्ट्री ओभरहेड हेर्नुहोस् त, फ्याक्ट्री ओभरहेड हामीलाई कति दिएको छ 50,000 हैन। अनि डाइरेक्ट वेजेस हामीलाई माथि दिएको छ 2 लाख रुपियाँ। यति गरेपछि 25% आउँछ डाइरेक्ट वेजेसको। अनि हामीलाई अफिस ओभरहेड पनि दिएको छ हेर्नुहोस् त, अफिस ओभरहेड 40,000 रुपियाँ डिभाइड फ्याक्ट्री कस्ट हाम्रो 4 लाख रुपियाँ। यति गरेपछि 10% आउँछ हैन। अब फाइनल्ली सुन्नुहोस् है, यति गइसकियो। यो भनेको हाम्रो कतिको त 5,000 वटा सामानको हो कि नै। हाम्रो यो 5,000 वटा सामानको हो कि नै, 5,000 सामान हो। यदि युनिटवाला क्वेसन दिन्छ भने ध्यान दिनुहोस् है। अब यदि युनिटवाला क्वेसन दिन्छ भने हामीले साइडमा एउटा रेट निकाल्नु पर्ने हुन्छ, अलिकति रेट पनि निकाल्दिने है त। रेट के को निकाल्ने, मेटेरियलको र वेजेसको मात्र। जस्तो कि 5,000 सामान बनाएको थियो, 5,000 सामान बनाउँदा 1,50,000 रुपियाँ डाइरेक्ट मेटेरियल आएको हो कि नै। 5,000 सामान बनाउँदाखेरि 2 लाख रुपियाँ डाइरेक्ट वेजेस लगाएको हो कि नै। हो त एउटा बनाउँदा कति रुपियाँ लाग्यो त निकाल्न पर्छ कि हामीले। यदि युनिटको कुरा गऱ्यो भने 1,50,000 रुपियाँ जुन हामीलाई मेटेरियल आएको छ, यो भनेको त 5,000 सामान बनाउन लागेको हो नि त। त्यही भएर 1,50,000 डिभाइड बाई 5,000 गऱ्यो भने एउटा सामानको रेट निक्लिन्छ। यति गरेपछि हाम्रो 30 रुपियाँ आयो। त्यतिकै 2 लाख रुपियाँ डिभाइड बाई फेरि 5,000 गऱ्यो भने एउटा वेजेसको रेट आउँछ 40 रुपियाँ। ठिक छ, भनेपछि एउटा मेटेरियलको 40 रुपियाँ लाग्ने रहेछ, एउटा वेजेसको एउटा मेटेरियलको 30 रुपियाँ लाग्ने रहेछ, एउटा वेजेसको 40 रुपियाँ लाग्ने रहेछ। अब बल्ल यहाँबाट कुरा के निक्लिन्छ भन्दाखेरि र मेटेरियलको भाव 10%ले बढेको छ, वेजेसको भाव 20%ले बढेको छ हैन। यसको मिनिङ के हो भन्दाखेरि जुन पहिला हामीलाई मेटेरियल 30 मा पाइन्थ्यो नि, अब 10% बढाएर पाइन्छ। जुन वेजेस 40 रुपियाँ पाइन्थ्यो, अब 20% बढाएर पाइन्छ हो। त्यही भएर यसको हामीले एउटा नयाँ रेट निकाल्नु पर्ने हुन्छ कि, एउटा नयाँ रेट निकाल्नु पर्ने हुन्छ। किन, मेटेरियलको भाव बढेको छ नि त। सो न्यू
मेटेरियल रेट चाहियो नि हामीलाई, न्यू मेटेरियल रेट चाहियो। पहिला हामीलाई 30 रुपियाँमा मेटेरियल पाइन्थ्यो हो, हामीले 30 रुपियाँ निकालेको छौँ नि त हैन, हामीले यहाँ 30 निकालेको छौँ। पहिला हामीलाई मेटेरियल 30 मा पाइन्थ्यो, अब चाहिँ के भइरहेछ, यसको 10% बढेको हो कि नै? सो 10% अफ 30 रुपियाँको 10% त बढ्या हो। यति गरेपछि 30 प्लस 10% अफ 30 भनेको 10/100 × 30 गर्ने त हो। यति गरेपछि हाम्रो कति आउँछ, 3 रुपियाँ आउँछ प्लस 30 33 भइहाल्यो हो। यति गरेपछि 33 भइहाल्यो। अनि हामीलाई वेजेसको भाउ पनि बढेको छ हैन, जो न्यू वेज रेट, नयाँ वेजेसको रेट पनि निकाल्ने कसरी। पहिला हामीलाई कति थियो वेजेसको रेट, 40 रुपियाँ थियो हैन, 40 रुपियाँ थियो। सो मैले 40 लेखिदिएँ। यसको भाउ हामीलाई कति बढेको भनेको थियो, 20% बढ्छ भनेको थियो हैन। मेटेरियल 10% बढ्छ भनेको थियो, सो 10% गऱ्यो जोडियो। मेटेरियल 10% थियो, वेजेस चाहिँ 20% ले बढेको छ। सो 20% के को, यो 40 रुपियाँको 20% त बढ्या हो। यति गरेपछि 40 प्लस 20% भनेको डिभिड/100 × 40 गर्ने त हो। 2 4 8 8 रुपियाँ बढेको छ, यसको मिनिङ 48 रुपियाँ भयो। सो नयाँ मेटेरियलको रेट हाम्रो 33 रुपियाँ, नयाँ वेजको रेट हाम्रो 48 रुपियाँ है। यो चाहिँ हाम्रो 2000 वटा सामान बनाउनको लागि हो कि नै? पहिला हामीलाई 5000 बनाएको दिएको थियो, अहिले चाहिँ हामीले 2000 बनाउने हो। सो 2000 को मेटेरियल छ हैन, 2000 हाम्रो वेज छ हैन। यसको रेट कति हो त, नयाँ रेट कति हो, मेटेरियल 33 रुपियाँ हो, सो 33 लेख्न पर्यो। वेजेस हाम्रो 48 हो, सो यहाँ 48 लेख्न पर्यो। यति त हो है, यति मात्र हो नयाँ कुरा, अरू केही पनि छैन। त्यही त 2000 × 33 गर्न पर्यो। यति गरेपछि हाम्रो आउँछ 66,000। अनि अर्को 2000 × 48 नयाँ रेट छ हैन, 96,000 कि बुझ्नु भएन, हेर्नु त 5000 को दिएको थियो नि त, त्यही भएर हामीले यहाँ नयाँ एउटा रेट निकाल्यौँ 30 रुपियाँ 40 रुपियाँ, यो डिभाइड यो डिभाइड यो गरेर रेट आयो। अनि के भन्छ भन्दाखेरि रेट बढेको छ भनेको थियो नि त, त्यही भएर 30 रुपियाँको जुन पाइन्थ्यो पहिला, अहिले 30 पाइन्न, 10% थपेर पाइन्छ। 30 को 10% 3 रुपियाँ हुन्छ। सो अब हामीले 33 रुपियाँमा किन्नुपर्छ। 40 रुपियाँ थियो पहिला वेजेस, अब 20% बढेको छ, 40 को 20% 8 रुपियाँ हुन्छ। सो 40 प्लस 8 48 रुपियाँ भयो नि त हाम्रो नयाँ भाउ। त्यही त, एउटा 33 भयो, 33 भयो, एउटा 48 भयो। अब हामीले 2000 सामान बनाउने हो नि त, एउटाको 33 रुपियाँ हो, 2000 कति हुन्छ, 2000 × मल्टिप्लाई गर्न पर्यो हो। ल यति गरेपछि यो भयो हैन, दुईटा जोड्नुस् 66 प्लस 96, यति गरेपछि आउँछ हाम्रो 1,62,000। यो भयो प्राइम कस्ट। अब फ्याक्ट्री ओभरहेडको लागि हामी त अब यो त हेर्नै पर्दैन, यो नहेर्ने, अब हामीले पर्सेन्ट हेर्ने। फ्याक्ट्री ओभरहेड 25% भन्छ डाइरेक्ट वेजेसको, 25% भनेको 25/100 गर्ने हो कि नै, हो नि, इन्टु डाइरेक्ट वेजेसको बेसमा हो। सो डाइरेक्ट वेज हाम्रो कति छ, 96,000 छ। सो 96,000 यहाँ लेख्ने। ल 25/100 इन्टु 96,000 गर्दाखेरि हाम्रो आयो 24,000 रुपियाँ। ल 24,000 प्लस 1,62,000 गर्ने, यति गरेपछि आउँछ हाम्रो 1,86,000। यो भयो हाम्रो फ्याक्ट्री कस्ट। अब अफिस ओभरहेड कति भनेको थियो हामीलाई, अफिस ओभरहेड 10% भनेको थियो। सो यहाँ हामीले के गर्न पर्यो, अब 10/100 लेख्न पर्यो, इन्टु फ्याक्ट्री कस्टको बेसमा थियो 1,86,000, 1,86,000 गर्ने। ल 10/100 इन्टु 1,86,000 गरेपछि आउँछ हाम्रो 18,600 प्लस 1,86,000 गर्ने, प्लस 1,86,000 गरेपछि आउँछ हाम्रो 2,04,600। ठिक छ, यति मात्र त हो, सेयरिङ छैन, जिरो भइहाल्यो। टोटल कस्ट हाम्रो 2,04,600 नै भयो। यसमा प्रफिट जोडिदिने हो। प्रफिट हामीलाई कति भनेको थियो क्वेसनमा, 25% भनेको थियो हैन। सो 2,04,600 इन्टु 25/100 माइनस 25, किन सेल्सको बेसमा छ नि त। सो 25/100 माइनस 25 भनेको 75 इक्वल टु यति भयो, इन्टु 2,04,600 गर्ने 68,200 आयो हैन, प्लस हैन, प्लस 2,04,600 गरेपछि हाम्रो आयो 2,72,800। यति भयो हाम्रो एन्सर 800 है। यो भाइ यो यति मात्र त हो, केही नयाँ छैन कि, बस त्यो युनिट दिएको छ भने एउटा रेट निकाल्नु पर्ने रहेछ। यदि रेट बढेको छैन भने हैन, यदि रेट यहाँ बढेको थिएन भने 30-40 नै हामीले यहाँ राखिन्थ्यो, 30 नै राखिन्थ्यो, 40 नै राखिन्थ्यो। त भाउ बढेको छ, त्यही भएर हामीले नयाँ भाउ निकाल्दै यहाँ गरे, अरू केही पनि हैन। ल यति गरेपछि सकियो हाम्रो कस्ट एन्ड टेन्डर सिट पनि।